What is the realistic price range based on my income to buy my home? Or borrowing capacity के हो त मेरो? यो बारेको क्वेसन चाहिँ हामीलाई धेरैजनाले गर्नुहुन्छ, धेरै तरिकाबाट यो क्वेसनहरू आउने गर्छ। यो चाहिँ सायद मोर्गेज ब्रोकिङमा सबैभन्दा कम्प्लेक्स कुरा नै यही नै हो, यसको आन्सर दिन, यसको क्याल्कुलेसन गर्न। यो किन हुन्छ त भन्दा हरेक ब्याङ्कले यहाँले कमाइरहेको इन्कमलाई फरक तरिकाले हेर्छन् र कति लोन दिने भन्ने क्याल्कुलेसन उनीहरूको आफ्नै अल्गोरिदमहरू बनाएको हुन्छ। जस्तो फर एक्जाम्पल तपाईले बोनस इन्कम पाउनुहुन्छ, तपाईको त्यसको ट्रिटमेन्ट हरेक ब्याङ्कले फरक गर्छ, ओभर टाइम हुन्छ। हाम्रो कम्युनिटीमा यहाँहरू धेरैले सिफ्ट वर्क गर्नुहुन्छ, सिफ्ट वर्क एलाउन्सेसहरूको ट्रिटमेन्ट हरेक ब्याङ्कले फरक गर्छन्। सेमी स्किल मान्छेले कमाउने सिफ्ट वर्क एलाउन्सेसलाई अर्कै तरिकाले हेरिन्छ, फुल्ली स्किल मान्छेले कमाउने ओभर टाइम सिफ्ट वर्क एलाउन्सेसहरूलाई ब्याङ्कले फरक ट्रिट गर्ने गर्छन्। त्यसले गर्दाखेरि यो क्याल्कुलेसन अथवा बोरोइङ क्यापेसिटी निकाल्ने कुरा चाहिँ हामीहरूलाई पनि एज अ मोर्गेज ब्रोकरलाई पनि अलिकति च्यालेन्जिङ कुरा मध्येको पर्छ। र यदि भन्दै गर्दा यहाँहरूलाई मैले दिनुपर्ने एउटा गाइड भनौँ न, गाइड चाहिँ के हुन आउँछ भने यदि यहाँले कति हुन्छ, कति लोन पाउँला त मैले भनेर सोच्नको लागि एउटा गाइडको हिसाबले चाहिँ हजुरहरूको जुन हाउस होल्ड इन्कम छ, तपाईँहरूले 3 महिना 6 महिनादेखि कमाइरहनु भएको इन्कम, त्यसलाई वर्षको इन्कम, त्यो बेसमा वर्षको इन्कम निकाल्दाखेरि जुन इन्कम आउँछ ग्रस इन्कम, त्यसको करिब 5-5.5 टाइम्स चाहिँ तपाईँले लोन पाउनुहुन्छ। जस्तो हस्बेन्ड र वाइफ गरेर $2 लाख यहाँले कमाउनुहुन्छ भने चाहिँ करिब $1 मिलियन अथवा स्लाइडली ओभरको लोन चाहिँ ब्याङ्कले दिने गर्छन्। तर यति भन्दै गर्दा चाहिँ म यहाँहरूलाई के भन्न रिक्वेस्ट गर्न चाहन्छु भने यति मैले दिएको इन्फर्मेसनको बेसमा चाहिँ यहाँले डिसिजन नगर्नु होला। एउटा भरपर्दो मोर्गेज ब्रोकर अथवा तपाईँको लेन्डरलाई समातेर यो कुराको कन्फर्मेसन गर्नु होला र घर किन्ने प्रोसेसमा अगाडि बढ्नु होला। र मैले अझै यसमा के कुरा थप्न चाहेँ भने एउटा एसेसमेन्ट मात्रै होइन कि प्री अप्रुभल लिएर मात्रै हजुरले घरको कन्ट्र्याक्टहरू साइन गर्नु होला। हजुर पनि यो घर किन्ने यो गान्जा गोलको जर्नीमा हुनुहुन्छ र अलिकति कसरी गर्ने होला, यो अलिकति राम्रो सपोर्ट पाए पनि हुन्थ्यो भन्ने उसमा हुनुहुन्छ भने हामीले गएको करिब 10-11 वर्षदेखि यही फिल्डमा एज अ मोर्गेज ब्रोकिङको सर्भिस प्रोभाइड गरिरहेको छौँ। मेरो नम्बर यहाँले यही भिडियोमा देख्न सक्नुहुन्छ। यहाँले मलाई निर्धक्का साथ कन्ट्याक्ट गर्न सक्नुहुन्छ। यहाँहरूको दिन शुभ रहोस्। थ्याङ्क यू।